कहिले समतल सागर भइरहिदिन्छ, कहिले छल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो भोजन बहकिने मन, बहकिने मन, बहकिने बहकिने मन, बहकिने मन। नमस्कार, कार्यक्रम बहकिने मनमा तपाईलाई स्वागत छ। म महावीर विश्वकर्मा। थाहा संसार नेटवर्क काठमाडौँबाट सोमबार राति 9:18 जति जाँदाखेरि आउने यो रेडियो कार्यक्रम बहकिने मन देशभरिका 140 भन्दा धेरै रेडियोहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। यो काठमाडौँको यो स्टुडियोमा चाहिँ प्राविधिक कक्षमा कुमार परियार हुनुहुन्छ अनि अरू थुप्रै रेडियोमा थुप्रै प्राविधिक साथीहरू हुनुहुन्छ। मलाई रेडियो राप्ती दाङका प्राविधिक साथी अरुण पौडेलले मेसेज गर्नुभएको थियो, हामीले पनि बहकिने मन प्रसारण गर्न थाल्यौं भनेर। यसै गरी कालीकोटको रेडियो नयाँ कर्णाली एफएमबाट पनि मेसेज प्राप्त भएको छ, बहकिने मन सुरु गरेको बजाउनु भनेर। बहकिने मनमा आज चाहिँ अलि धेरै मुक्तकहरू वाचन गर्ने गरेर हामी आएका छौं। केही गीत पनि सुन्छौं, तर मुख्य गरी चाहिँ आज मुक्तक मात्रै सुन्ने अनि मुक्तक कसरी लेख्ने भन्ने विषयमा पनि केही कुराहरू चाहिँ म गर्नेछु। मुक्तक वाचनमा लाग्नुभन्दा अगाडि चाहिँ म त्यो विषयमा कुरा गर्छु। कति साथीहरूले चाहिँ मुक्तक कसरी लेख्ने भन्ने विषयमा पनि कहिलेकाहीँ कुरा गरिदिएदेखि हुन्थ्यो भन्नुहुन्छ। त्यसैले मुक्तकको एकदम बेसिक नियम भन्छ नि, आधारभूत नियम, त्यो चाहिँ के हुन्छ भने 4वटा लाइनमा चतुष्पदीय छन्दमा लेख्ने हो। चतुष्पदीय रूपमा यसलाई बुझ्ने गरी भन्दाखेरि 4 लाइन भनौं न, पहिलो, दोस्रो, तेस्रो, चौथो 4 लाइनमा मुक्तक लेखिने गरिन्छ। यसमा एकरूपता चाहिँ लगभग आइसकेको छ, तैपनि केही अलि पहिलेका स्रष्टाहरू चाहिँ जति लाइनको पनि लेख्न मिल्छ 4 लाइन नै हुनुपर्छ भन्ने छैन पनि भन्नुहुन्छ। त्यो विचार पनि छ, तर पनि फेरि मुख्य गरी नेपाल मुक्तक प्रतिष्ठानले नै पोखरामा केही वर्ष अगाडि एउटा कार्यक्रम गरेर त्यो कार्यक्रमले घोषणा पत्र जुन जारी गर्यो त्यस अनुरूप चाहिँ हामीले त्यसलाई नै फलो गर्दाखेरि धेरै अग्रजहरू जो मुक्तक लेख्दै आइरहनु भएको थियो उहाँहरूले अब यसलाई चाहिँ एकरूपता लिएर जानुपर्छ, त्यसैले अब चतुष्पदीय छन्दमा नै मुक्तक लेख्ने हो भन्ने कुरालाई नै स्थापित गरेर जाउँ भनिसकेपछि अहिले पछिल्लो समयमा लेख्ने सबै साथीहरूले त यो 4 लाइनमै लेखिन थालिरहनु भएको छ। म आफै पनि र हामी बहकिने मनमा पनि यही प्र्याक्टिस नै गरिरहेका छौँ। यसैलाई मुक्तकै रूपमा यसैलाई अब अगाडि बढाइरहेका छौँ। त्यसो हुँदा 4 लाइनमा लेखिन्छ र यसको तुक भनिन्छ। पहिलो लाइनमा आउने र दोस्रोमा मिल्ने गरी आउने शब्द, तेस्रोमा चाहिँ त्यस्तो शब्द मिल्न हुँदैन, चौथोमा मिल्नुपर्छ। यसलाई AABA भनिन्छ नियमको आधारले। चाहिँ पहिलोमा, दोस्रोमा र चौथोमा मिल्ने शब्द जुन आउँछ त्यसलाई A भनेको भएर, तेस्रोमा चाहिँ नमिल्ने आउँछ नि त्यसलाई त्यही भएर B भनिन्छ कि। पहिलो र दोस्रोमा मिल्ने भएर AA, तेस्रोमा नमिल्ने भएर B, चौथोमा फेरि मिल्ने भएर A, यसरी भनिन्छ। म एउटा मुक्तक वाचन गर्छु। ममता पाण्डे, थाक्रे 9 धादिङ कि साथीको मुक्तक हो। त्यसमा पनि तपाईले बुझ्न सक्नुहुन्छ। सिसा माथि सिसा राखे फुटाउनु कसरी मैले, तिम्रो यादहरू मन मस्तिष्कबाट छुटाउनु कसरी मैले। यसमा फुटाउनु पहिलो लाइनमा, दोस्रोमा छुटाउनु आएको छ, तेस्रोमा यस्तो मिल्ने शब्द आउँदैन र चौथोमा जुटाउनु भन्ने शब्द, यो अहिले मैले भन्दा अनुप्रास मिलेको जस्तो शब्द छ नि, उस्तै सुनिने जस्तो शब्द, त्यसलाई तुक भनिन्छ, यो चौथोमा आएको छ।
त्यसैले AABA भनेको बुझ्नुभयो होला। तेस्रोमा चाहिँ यो फुटाउनु, छुटाउनु, जुटाउनुसँग मिल्ने शब्द आउँदैन कि तेस्रोमा। र म यो मुक्तक वाचन गर्ने। सिसा माथि सिसा राखी फुटाउनु कसरी मैले, तिम्रो यादहरू मन मस्तिष्कबाट छुटाउनु कसरी मैले, तिमी बिना पनि खुसीसँग बाँच्न सक्छु त भनिहाले, तर तिमीसँग छुटिने साहस जुटाउनु कसरी मैले, तर तिमीसँग छुटिने साहस जुटाउनु कसरी मैले। अरू मुक्तकहरूमा पनि तपाईँ त्यो कुरा याद गर्नुहोला। म मुक्तक सर र वाचन गर्न थाल्छु। विमल चन्द प्रेमिल गुराँस 5 दैलेखका साथीको मुक्तक। हर तबरले यसरी लागि पर्नुपर्छ सम्बन्ध बचाउन, दुई मुटु एक धड्कन नै गर्नुपर्छ सम्बन्ध बचाउन। हर तबरले यसरी लागि पर्नुपर्छ सम्बन्ध बचाउन, दुई मुटु एक धड्कन नै गर्नुपर्छ सम्बन्ध बचाउन। पहिले प्रेम नै सब थोक भन्ने मेरो साथी भन्छ अहिले, पीडाहरू लुकाई पल पल मर्नुपर्छ सम्बन्ध बचाउन, पीडाहरू लुकाई पल पल मर्नुपर्छ सम्बन्ध बचाउन। अर्को मुक्तक घायल विनोद विश्वकर्मा मेलम्ची 1 सिन्धुपाल्चोकका हुनुहुन्छ। जाऊ 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 तिमी कलेजियो जलाएर जाऊ, तिम्रै पर्खाइमा हुने यी नयनलाई छलाएर जाऊ, अन्तिम सास लिन मन छ हाँसेर तिम्रै अङ्गालोमा, बिन्ती तुलसाको मठमुनि मेरो लास ढलाएर जाऊ। अर्को मुक्तक सुरज बम्रेल रे न 5-4 गुल्मी लेख्नु भएको छ। अलि पुरा लेखिदिनु भएदेखि चाहिँ कुन चाहिँ नगरपालिका हो भन्ने थाहा हुन्थ्यो। तपाईँहरूको गाउँठाउँमा चाहिँ प्रचलित नै रे न पा हुन्छ होला होइन। अब कार्यक्रम त फेरि धेरै ठाउँको साथीहरूले सुन्नुहुन्छ, त्यसो हुँदा यो रेको अर्थ चाहिँ के रहेछ भन्ने हुन्छ नि त। त्यसैले पुरा लेखिदिनु भयो भने अझ सजिलो पनि राम्रो पनि जस्तो लाग्छ मलाई। लागेको बानी सुधार्न नसकिने रहेछ, आखिर हुने कुरा टार्न नसकिने रहेछ। लागेको बानी सुधार्न नसकिने रहेछ, आखिर हुने कुरा टार्न नसकिने रहेछ। राम्रो गर्दा नराम्रो बन्नुपर्छ सधैँ जसो, बैगुनीलाई गुणले मार्न नसकिने रहेछ। यसमा पनि सुधार्न, टार्न, मार्न भन्ने शब्द जुन दोहोरिएको छ यसलाई तुक भनिन्छ। यसभन्दा पछाडिको चाहिँ नसकिने रहेछ भन्ने चाहिँ एउटै आएको छ है। यो कतिमा तुक मात्रै प्रयोग भएर पनि सकिन्छ, कतिमा यसरी गजलमा रदीप भनेको जस्तो कि तुकको पछाडिको पनि शब्द त्यो चाहिँ फेरि दोहोरिन्छ, नसकिने रहेछ भन्ने चाहिँ। अर्को मुक्तक पनि म वाचन गर्छु, तपाईँले ध्यान दिनु होला यो भनेको कुरा कति लागु भइरहेछ भन्ने। तिमी टाढा हुँदा मलाई प्यार दिनु है, बिग्रिन लागेको सम्हाल्न घरबार दिनु है। स्मिता थापा खोटाङकी साथीको मुक्तक। तिमी टाढा हुँदा मलाई प्यार दिनु है, बिग्रिन लागेको सम्हाल्न घरबार दिनु है। एक्लै बोक्दा थाक्यो होला घरको जिम्मेवारीले, त्यो जिम्मेवारीको मलाई नि भार दिनु है। अर्को मुक्तक रमेश विश्वकर्मा अछाम हाल काठमाडौँ। झन बढ्छन् चोटहरू यो मनमा पनि, रहेन खुसीको सीमा जीवनमा पनि। झन बढ्छन् चोटहरू यो मनमा पनि, रहेन खुसीको सीमा जीवनमा पनि। काँडाले भन्दा बढी घोच्छ सम्झिएपछि, छुरा नै रहेछ उसको वचनमा पनि, छुरा नै रहेछ उसको वचनमा पनि। अर्को मुक्तक सपना नेपाल सुनकोशी 1 सिन्धुली दुम्जाकी साथी हुनुहुन्छ। गरेर मिठा मिठा बात ठुला कुरा गर्यो, देखाएर आफ्नै औकात ठुला कुरा गर्यो। गरेर मिठा मिठा बात ठुला कुरा गर्यो, देखाएर आफ्नै औकात ठुला कुरा गर्यो। मायामा ज्यान नै दिन्छु भन्नेले पनि दिएर नमिठो विश्वासघात ठुला कुरा गर्यो, दिएर नमिठो विश्वासघात ठुला कुरा गर्यो। अर्को मुक्तक जिज्ञासु पौडेल तिलक बुटवलका साथी हुनुहुन्छ। चाहेको एउटा मौका पाउन सकूं यति भए पुग्छ, कहीँ न कहीँ काममा आउन सकूं यति भए पुग्छ। चाहेको एउटा मौका पाउन सकूं यति भए पुग्छ, कहीँ न कहीँ काममा आउन सकूं यति भए पुग्छ। हिजो मलाई लात हानी पछाडि छोडेर जानेलाई, हिजो मलाई लात हानी पछाडि छोडेर जानेलाई, हात तानेर अगाडि ल्याउन सकूं यति भए पुग्छ, हात तानेर अगाडि ल्याउन सकूं यति भए पुग्छ।
तपाईँ कार्यक्रम बहकिनी मन सुनिरहनु भएको छ। म छु महावीर विश्वकर्मा। सिसा पारीपट्टि कुमार परियार हुनुहुन्छ। थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण हुने कार्यक्रम बहकिनी मन देशभरिका 140 भन्दा धेरै रेडियोहरूबाट एकैसाथ प्रसारण हुन्छ। सोमबार राति 9:18 जति जाँदा आउँछ अनि 10 बज्न केही मिनट बाँकी हुने बेलासम्म यो कार्यक्रम प्रसारण हुन्छ। बहकिनी मन मूलत प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो र साहित्यको मुक्तक विधालाई हामीले समेट्ने गरेका छौँ। आज चाहिँ प्रेमसँग सम्बन्धित विषय जुन हाम्रो नियमित फर्म्याट छ त्यसमा नभएर हामी आज मुक्तक मात्रै वाचन गरिरहेका छौँ। कहिले कसो धेरै साथीहरूको मुक्तक वाचन गरौँ भन्ने लाग्छ, त्यसै अन्तर्गत यसो गरिरहेका छौँ। नत्र अरू बेलाको कार्यक्रमको फर्म्याट चाहिँ नियमित सुनिरहनु हुने साथीहरूलाई थाहा छ अलि फरक हुन्छ। मुक्तक वाचनकै क्रम म अघि सार्छु। विष्णु शर्मा वीरेन्द्रनगर सुर्खेतका साथी हुनुहुन्छ। सिलिन्डर बिक्रीमा छ, चुलामा पाइप आएपछि समुद्र तटमा पुगे नेपाली पानी जहाज पाएपछि। सिलिन्डर बिक्रीमा छ, चुलामा पाइप आएपछि समुद्र तटमा पुगे नेपाली पानी जहाज पाएपछि। चर्को आवाज सुनेर आज बिहान म बिउजेको हुँ, चर्को आवाज सुनेर आज बिहान म बिउजेको हुँ। हाम्रो कर्णाली स्टेसनमा नेपाली रेल कराएपछि, हाम्रो कर्णाली स्टेसनमा नेपाली रेल कराएपछि। अर्को मुक्तक केशर चन्द दैलेखका हुनुहुन्छ। साथ दिउँला माया गरौँला म कसरी भनौ, जिन्दगीभरि तिम्रै भर परौँला म कसरी भनौ। साथ दिउँला माया गरौँला म कसरी भनौ, जिन्दगीभर तिम्रै भर परौँला म कसरी भनौ। मर्ने मती कहिले कसैको तोकिएको हुँदैन, मर्ने मिति कहिले कसैको तोकिएको हुँदैन। तिमी सँगै बाँचौँला मरौँला म कसरी भनौ, तिमी सँगै बाँचौँला मरौँला म कसरी भनौ। अर्को मुक्तक सीता योगी शारदा नगरपालिका सल्यानकी हुनुहुन्छ। अनेक थरी समाजको पीर लिएर अझै कति बसौं तिम्रो तस्बिर लिएर, अनेक थरी समाजको पीर लिएर अझै कति बसौं तिम्रो तस्बिर लिएर। बनाउँछु भनी भविष्य गयौ तिमी जहाजै चढी, बनाउँछु भनी भविष्य गयौ तिमी जहाजै चढी। आउँछु भन्दै अर्को वर्ष मङ्सिर लिएर, आउँछु भन्दै अर्को वर्ष मङ्सिर लिएर। अर्को मुक्तक नरेन्द्र जोशी काठमाडौँका साथी हुनुहुन्छ। शब्द र भावमा प्रेमको तीर छोडेर गई, मन भरिने व्यवस्थाको पीर छोडेर गई। शब्द र भावमा प्रेमको तीर छोडेर गई, मन भरिने व्यवस्थाको पीर छोडेर गई। यस्तो कला उसैसँग मात्र थियो सायद, जो मुस्कुराएपछि आखिर छोडेर गई, जो मुस्कुराएपछि आखिर छोडेर गई। अर्को मुक्तक रमा गौतम, नाम मात्र लेख्नु भएको छ, ठेगाना लेख्नु भएको छैन, रमाजीको हो यो मुक्तक। आए पनि बाधा अडचन जीवन जिउनु परेको छ, फाटेको मनलाई पनि जबरजस्ती सिउनु परेको छ। आए पनि बाधा अडचन जीवन जिउनु परेको छ, फाटेको मनलाई पनि जबरजस्ती सिउनु परेको छ। पीडा लुकाई खुसी हुने बहानामा मुस्कुराउनु पर्दा लाग्छ अब विषलाई पनि अमृत सम्झी पिउनु परेको छ, लाग्छ अब विषलाई पनि अमृत सम्झी पिउनु परेको छ। मुक्तक जस्तै यही मुक्तकमा पनि यहाँ चाहिँ अक्षर यो चौथो लाइनमा चाहिँ अलि लामो थियो, त्यसैले अलि मिलाउन बलजपति मिलाएर पढ्न पर्यो जस्तो भयो नि। त्यसैले मुक्तक लेख्दाखेरि चाहिँ लगभग बराबरी जस्तो अक्षर भयो भने चटक्क त्यो चार कुने रुमाल जस्तो भन्छ नि होइन, जग्गा खरिदी बिग्रेको बेलामा कुरा हुन्छ कि रुमाल जस्तो छ जग्गा भनेको, त्यो चारैतिर मिलेको जस्तो मुक्तक पनि त्यो ट्याक्कै हेर्दाखेरि त्यस्तो भनेको अक्षर बराबर भयो भने चाहिँ त्यो पढ्दाखेरि पनि सजिलो हुन्छ। त्यो कुरा पनि ध्यान दिनुपर्छ है मुक्तक लेख्दाखेरि। अनि अर्को भनेको चाहिँ प्राय साथीहरू चाहिँ गजलकै 2 शेर लेख्यो भने त्यो मुक्तक भइहाल्छ भन्ने जस्तो पनि सोच्नुहुन्छ। कतिपय बेलामा चाहिँ हुन्छ पनि होइन, हुँदैन भन्ने पनि होइन, किनकि त्यो गजल लेख्दाखेरि अलिकति त्यहाँ गजलको नियमभन्दा अलिकति दायाँ बायाँ भएको छ भने चाहिँ मुक्तक जस्तो मिल्न पनि सक्छ। फेरि मैले गजल बिग्रिएर मुक्तक बन्छ चाहिँ भनिरहेको छैन है, फेरि त्यस्तो अर्थ नलागोस्। म के चाहिँ भन्न खोजिरहेको छु भने गजलमा चाहिँ प्रत्येक शेरले भिन्दै भिन्दै कुरा गर्नुपर्छ कि। पहिलो शेरले चाहिँ प्रेम सम्बन्धी कुरा गर्यो भने दोस्रो शेरले राजनीतिमा हान्न सक्छ, तेस्रोले चाहिँ अब देशभक्तिमा हान्न सक्छ, चौथोले अब वृद्धाश्रम बारे लेखिन सक्छ, पाँचौं शेरले हुनसक्छ कि अब सिनेमाको बारेमा पनि भन्न सक्छ। त्यसरी प्रत्येक शेरहरू स्वतन्त्र हुन्छन् गजलमा चाहिँ। त्यसैले एउटा शेर र अर्को शेरको कुरा नै त्यहाँ अर्कै हुन्छ नि। तर मुक्तकमा चाहिँ अब गजलको भनेको जस्तो भन्यो भने चाहिँ 2 शेर भन्न मिल्छ, किनकि 2 लाइनको 1 शेर भनिन्छ, 4 लाइन हुन्छ मुक्तकमा चाहिँ। यो 4 लाइनले एउटै कुरा भन्नुपर्छ के मुक्तकमा चाहिँ, अरू कुरा भनेर हुँदैन। त्यसैले कसै लेखेको गजलमा चाहिँ 2टा शेरले उही कुरा भनेको पनि हुनसक्छ। त्यो चाहिँ गजल लेख्दाखेरिको अलिकति त्यो दायाँ बायाँ भएको कुरा हो फेरि त्यो।
त्यहाँ छुट्टै छुट्टै भन्न पर्ने हो गजलमा चाहिँ प्रत्येक शेरले। त्यसैले त्यो कसैले चाहिँ गजलको 2 शेर नै मुक्तक हुन्छ भन्नुको कारण चाहिँ मुक्तकमा चाहिँ 4वटा लाइनले एउटै कुरा भन्न पर्ने। त्यो चाहिँ के हुन्छ भने यसको नियम चाहिँ पहिलो लाइनले चाहिँ विषयको उठान गर्नुपर्छ, पहिलो पंक्तिले के विषय भन्न खोजेको भनेर, दोस्रो पंक्तिले चाहिँ त्यसलाई व्याख्या गर्नुपर्छ, थप व्याख्या त्यो पहिलो लाइनले भन्न खोजेको कुरालाई, तेस्रोले चाहिँ उत्सुकता जगाउनुपर्छ, अब के भन्न खोजेको त अब के हुन्छ भनेको जस्तो, अनि चौथो लाइनले चाहिँ त्यो उत्सुकता समाधान गर्ने, तर त्यो निकै चोटिलो ढङ्गले समाधान गर्ने हुनुपर्छ के। अनि त्यसरी मुक्तकको चाहिँ त्यो हो, 4वटा लाइनले एउटै कुरा भन्ने हो। राजनीतिको बारेमा तपाईँ लेखिरहनु भएको छ भने त्यो मुक्तकले माथिको 2 लाइन राजनीति, तलको 2 लाइन प्रेम हुन हुँदैन। एउटै विषयमा प्रेम हो भने प्रेम, राजनीति हो भने राजनीति, समाजसेवा हो भने समाजसेवा, अथवा अरू पनि विषय त्यस्तो हुनुपर्छ। यो अब अरू मुक्तकहरू पढ्दाखेरि यो सबै कुरा चाहिँ नमिलेको पनि हुनसक्छ फेरि होइन, तर पनि तुकको कुरालाई चाहिँ विशेष ध्यान दिनु होला। मैले अघि पनि भने तुकको कुरा चाहिँ। अर्को मुक्तक म वाचन गर्छु। सुरज खनाल असम भारतका हुनुहुन्छ। मलाई नसोध तिमी कस्तो के हुन्छ भनेर, मनको कुरा कसरी पो मनले सुन्छ भनेर। मलाई नसोध तिमी कस्तो के हुन्छ भनेर, मनको कुरा कसरी पो मनले सुन्छ भनेर, जान्नको लागि कसैलाई निस्वार्थ प्रेम गर, थाहा हुन्छ सँगसँगै किन मन रुन्छ भनेर, थाहा हुन्छ सँगसँगै किन मन रुन्छ भनेर। अर्को मुक्तक दीपक गैरे, कञ्चन 3 रूपन्देही, हाल नयाँ दिल्ली भारतमा हुनुहुन्छ। खेल्छ कुरा नाना भाती, दुखी रहन्छ साँझ बिहान दिन राति दुखी रहन्छ। खेल्छ कुरा नाना भाती, दुखी रहन्छ साँझ बिहान दिन राति दुखी रहन्छ। मनकी चरी उडेर अन्तै जान खोजेपछि, शान्त छैन यो छाती दुखी रहन्छ, शान्त छैन यो छाती दुखी रहन्छ। अर्को मुक्तक हरिप्रिया गुरुङ, दैलेखकी साथी हुनुहुन्छ। समान गरोस् गरिब धनी, मूल्य तोक्नुपर्छ, समर्थनमा लाग्छु म पनि मूल्य तोक्नुपर्छ। समान गरोस् गरिब धनी, मूल्य तोक्नुपर्छ, समर्थनमा लाग्छु म पनि मूल्य तोक्नुपर्छ। कमाउनकै लागि नेता कुर्चीसम्म पुग्छ भने, जनताहरूको भोटको पनि मूल्य तोक्नुपर्छ, जनताहरूको भोटको पनि मूल्य तोक्नुपर्छ। अर्को मुक्तक दानबहादुर रोकाया, चन्दनानाथ नगरपालिका 8 जुम्ला गाउँ हुन्छ। कस्नु पर्थ्यो अंगालोमा लजाएर भुल गरे, जे भन्यो त्यतै ताली बजाएर भुल गरे। कस्नु पर्थ्यो अंगालोमा लजाएर भुल गरे, जे भन्यो त्यतै ताली बजाएर भुल गरे। प्रेमको मिठो रसमा मैले डुब्न नजानेर, तिम्रो तस्बिर छातीभित्र सजाएर भुल गरे, तिम्रो तस्बिर छातीभित्र सजाएर भुल गरे। अर्को मुक्तक सापकोटा लक्ष्मी सोती, चितवन, हाल जापानमा हुनुहुन्छ। आउँछन् एक थरी अंगालो मार्न, छुरा लुकाएर, उज्याला बनेर कालो मैलो दिल पुरा लुकाएर। आउँछन् एक थरी अंगालो मार्न, छुरा लुकाएर, उज्याला बनेर कालो मैलो दिल पुरा लुकाएर। भन्नै परे आफ्नो बारे जिब्रो मात्रै चपाइरहने, दुत्ने अर्काको भए जति आफ्ना कुरा लुकाएर, दुत्ने अर्काको भए जति आफ्ना कुरा लुकाएर। अर्को मुक्तक भविष्य घरती मगर, प्युठान नगरपालिका 9 प्युठानका हुनुहुन्छ। लगाउँदै दूरदर्शी अन्दाज, अब उठ्नै पर्छ परिवर्तनको बुलन्द आवाज, अब उठ्नै पर्छ। लगाउँदै दूरदर्शी अन्दाज, अब उठ्नै पर्छ परिवर्तनको बुलन्द आवाज, अब उठ्नै पर्छ। देश बिगार्ने राजनीति र नेताहरूको विरुद्धमा, सिङ्गो देश सिङ्गो समाज, अब उठ्नै पर्छ। सिङ्गो देश सिङ्गो समाज, अब उठ्नै पर्छ। अर्को मुक्तक नैना अधिकारी, असम भारतका हुनुहुन्छ। सम्झिएर उनको कुरा मुटु पोल्छ, सपना मेरा रहे अधुरा मुटु पोल्छ। सम्झिएर उनको कुरा मुटु पोल्छ, सपना मेरा रहे अधुरा मुटु पोल्छ। जुनीभर साथ दिन्छु भन्नेले किन, पछिबाट हान्यौ छुरा मुटु पोल्छ, पछिबाट हान्यौ छुरा मुटु पोल्छ। अर्को मुक्तक आविष्कार चौधरी दाङ, आविष्कार चौधरी दाङका हुनुहुन्छ। छोडेर गाउँ छोडेर घर जानु पर्दो रहेछ, पुरा नहुँदै मनमा रहर जानु पर्दो रहेछ। छोडेर गाउँ छोडेर घर जानु पर्दो रहेछ, पुरा नहुँदै मनका रहर जानु पर्दो रहेछ। जीवनमा रोग बनेर मृत्यु आएपछि, मसान घाटमा अक्सर जानु पर्दो रहेछ, मसान घाटमा अक्सर जानु पर्दो रहेछ। अर्को मुक्तक तुलसी विकको हो, ठेगाना लेख्नु भएको छैन उहाँले। बाचुन्जेल सबैलाई ठुलो जिन्दगी, उडी जाने खरानीको धुलो जिन्दगी। बाचुन्जेल सबैलाई ठुलो जिन्दगी, उडी जाने खरानीको धुलो जिन्दगी। कहिले अनि कति बेला टुङ्गो नहुने, नफर्केर बगी जाने कुलो जिन्दगी, नफर्केर बगी जाने कुलो जिन्दगी।
तपाईँ कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। बहकिने मन थाहा संसार नेटवर्क काठमाडौँबाट सोमबार राति 9:18 जति जाँदा आउँछ र यो कार्यक्रम देशभरिका 140 भन्दा धेरै रेडियोहरूबाट एकैसाथ प्रसारण हुन्छ। म छु महावीर विश्वकर्मा, प्राविधिक कक्षमा कुमार परियार हुनुहुन्छ यहाँ काठमाडौँको यो स्टुडियोमा चाहिँ, अनि थुप्रै रेडियोको प्राविधिक कक्षमा अरू धेरै धेरै साथीहरू हुनुहुन्छ। बहकिने मन यति बेला फेसबुक पेजमा पनि बहकिने मन नामको फेसबुक पेजमा पनि लाइभ भइरहेको छ। बहकिने मन नामको युट्युब च्यानलमा पनि यो कार्यक्रम हामी केही पछि राख्छौँ, त्यहाँ पनि तपाईँले सुन्न सक्नुहुन्छ आफूलाई पाएको पर्ने समयमा। आज चाहिँ मुक्तक नै वाचन गरिरहेका छौँ हामी, म भनौँ न होइन, मुक्तक म मात्रै पढिरहेको छु। म मुक्तक नै पढिरहेको छु कार्यक्रममा चाहिँ, सकेसम्म अलि धेरै साथीहरूको मुक्तक पढौँ भनेर, अनि मुक्तक कसरी लेख्ने भन्ने विषयमा पनि केही अघि चाहिँ अलिकति केही कुरा गरेको छु। यादवगिरी बडीगार्ड एक बागलुङ हाल बुटोलमा हुने साथीको मुक्तक म पढ्छु। कति बनाउँदिन मलिनो मेरी उनीलाई, के दिलाउँ र सानोतिनो मेरी उनीलाई। कति बनाउँदिन मलिनो मेरी उनीलाई, के दिउँला र सानोतिनो मेरी उनीलाई। जुन तारा झार्ने मेरो कुनै औकात छैन, मुटु दिन्छु मायाको चिनो मेरी उनीलाई, मुटु दिन्छु मायाको चिनो मेरी उनीलाई। अर्को मुक्तक रोमा नेपाली, दाङ तुलसीपुर। देखाएर यो पागलपन के गर्ने होला, बाँच्नै नसक्ने भए झन् के गर्ने होला। देखाएर यो पागलपन के गर्ने होला, बाँच्नै नसक्ने भए झन् के गर्ने होला। तिमीबाट टाढा हुने निर्णय गरेदेखि ठाउँमा छैन पापी मन के गर्ने होला, ठाउँमा छैन पापी मन के गर्ने होला। अर्को मुक्तक बसन्त विश्वकर्मा, टिकापुर एक कैलालीका हुनुहुन्छ। सधैँ दिइरहन्छौ पीर आखिर कहाँबाट ल्याउँ, खोटो हो कि तकदीर आखिर कहाँबाट ल्याउँ। सधैँ दिइरहन्छौ पीर आखिर कहाँबाट ल्याउँ, खोटो हो कि तकदीर आखिर कहाँबाट ल्याउँ। जागिर नखाएसम्म सम्बन्ध खुलाउँदिन भन्छौ, पढाइ नसकी जागिर आखिर कहाँबाट ल्याउँ, पढाइ नसकी जागिर आखिर कहाँबाट ल्याउँ। अर्को मुक्तक अप्सरा राणा सिन्धुली की साथीको। सुखी नेपाली जस्ता नारा अझै पनि छ, पीडितमा पर्ने सर्वहारा अझै पनि छ। सुखी नेपाली जस्ता नारा अझै पनि छ, पीडितमा पर्ने सर्वहारा अझै पनि छ। भन्छन् भन्न त असल नेता हामी छान्छौं, आएपछि चुनाव पहिलाको पारा अझै पनि छ, आएपछि चुनाव पहिलाको पारा अझै पनि छ। अर्को मुक्तक अभिराज खाती, अन्जान थाहा नगरपालिका 4 मकवानपुर, हाल काठमाडौँमा हुनुहुन्छ। मान्छे हौ समयसँगै चल्नुपर्छ यहाँ, कति झुट बोल्न कति छल्नुपर्छ यहाँ। मान्छे हौ समयसँगै चल्नुपर्छ यहाँ, कति झुट बोल्न कति छल्नुपर्छ यहाँ। यो बाङ्गो दुनियाँमा सोझा भइयो भने उही सोझो रुख जस्तै ढल्नुपर्छ यहाँ, उही सोझो रुख जस्तै ढल्नुपर्छ यहाँ। अर्को मुक्तक ममता खत्री, दार्चुलाका साथीको। भए पनि सबैको एउटै खून, गरिबलाई चिन्दैन, सबै ठुला बडाकै मान्छे हुन्, गरिबलाई चिन्दैन। भए पनि सबैको एउटै खून, गरिबलाई चिन्दैन, सबै ठुला बडाकै मान्छे हुन्, गरिबलाई चिन्दैन। नियम छ कानून छ भनेर के गर्नु यो देशमा, पैसा बिनाको नियम कानून गरिबलाई चिन्दैन, पैसा बिनाको नियम कानून गरिबलाई चिन्दैन। अर्को मुक्तक बिलासी मान्छे, स्याङ्जाका साथीको। मेरो पीडाले झनै व्यथा थपिन्छ, सोचेर रोइन म, अरूको सामु कमजोरी देखिन्छ, सोचेर रोइन म। मेरो पीडाले झनै व्यथा थपिन्छ, सोचेर रोइन म, अरूको सामु कमजोरी देखिन्छ, सोचेर रोइन म। एक झमट तिमीलाई अंगालेर रुन मन त थियो, आँसुले जानेको बाटो छेकिन्छ, सोचेर रोइन म, आँसुले जानेको बाटो छेकिन्छ, सोचेर रोइन म। अर्को मुक्तक गीतेश विवश, शैलेश शिखर नगरपालिका 6 दार्चुलाका साथीको। अचेल न विश्वास हुन्छ न भर हुन्छ, कति बेला कसले के गर्छ डर हुन्छ। अचेल न विश्वास हुन्छ न भर हुन्छ, कति बेला कसले के गर्छ डर हुन्छ। खाना लाउन पुगे भइगो धनी बन्नु छैन, धेरैको धन सम्पत्तिमा गिद्धे नजर हुन्छ, धेरैको धन सम्पत्तिमा गिद्धे नजर हुन्छ। अर्को मुक्तक सुमन चौधरी, तुलसीपुर 10 नयाँ गाउँ, दाङका साथीको। केही समयको लागि झुटो प्यार दिएर गइन्, चोटहरू अनि यादहरू त हजार दिएर गइन्। केही समयको लागि झुटो प्यार दिएर गइन्, चोटहरू अनि यादहरू त हजार दिएर गइन्। सायद आँसु लुकाउन मद्दत गर्छ भनेर होला, छोडी जानेले नै चस्मा उपहार दिएर गइन्, छोडी जानेले नै चस्मा उपहार दिएर गइन्। अर्को मुक्तक गंगा कोइराला भण्डारी, गुल्मी दिगाम की साथीको। यति धेरै दियो चोट किन भनेनौ, रोज्यौ अरे ठुलै नोट किन भनेनौ।
यति धेरै दियौ चोट किन भनेनौ, रोज्यौ अरे ठुलै नोट किन भनेनौ, बाहिर कुरा काट्दै हिँड्नु भन्दा देखेपछि ममा खोट किन भनेनौ, देखेपछि ममा खोट किन भनेनौ। अर्को मुक्तक क्रिस जप्रेल, दुर्गा थली गाउँपालिका वडा नम्बर 5 भलाने बझाङका साथीको। कोहु म नचिनेर सान गुमाइसकेकी छौ, कोहु म नचिनेर सान गुमाइसकेकी छौ, कलियुगको कृष्ण भगवान गुमाइसकेकी छौ, तिमीले मेरो प्रेम प्रस्ताव अस्वीकार गरेकै दिन एक असल श्रीमान गुमाइसकेकी छौ, एक असल श्रीमान गुमाइसकेकी छौ। अर्को मुक्तक भीष्म जिगेम झिमरुक एक प्युठानका साथीको। त्यसरी बोलाएको थियो कि मन नै झस्किएको थियो, कुरै कुरामा दिलले तिमीलाई माया पस्किएको थियो। त्यसरी बोलाएको थियो कि मन नै झस्किएको थियो, कुरै कुरामा दिलले तिमीलाई माया पस्किएको थियो। त्यतिन्जेल बाँधेर अनि थामेर राखेको मन पनि तिमी सामु उभिँदा त मसक्क मस्किएको थियो, तिमी सामु उभिँदा त मसक्क मस्किएको थियो। अब चाहिँ अन्तिम मुक्तक, धेरै मुक्तक वाचन गर्न नभ्याउने भयो, समयले नेटो काट्न लागिसक्यो, त्यसैले अन्तिम मुक्तक आजको यो कार्यक्रमको यो श्रृङ्खलाको लागि चाहिँ राम खड्का, घोडाघोडी नगरपालिका 6 बसन्ता कैलाली का साथी हुनुहुन्छ। नदेखाई धाक ठुलो ठालु नबनी माफी माग्ने गर्छन्, लौन हजुर मबाट गल्ती भयो भने माफी माग्ने गर्छन्। नदेखाई धाक ठुलो ठालु नबनी माफी माग्ने गर्छन्, लौन हजुर मबाट गल्ती भयो भने माफी माग्ने गर्छन्। अक्सर चोट दिने भनेकै आफन्तहरूले हुन्, पराईले त झुक्केर ठोकिँदा पनि माफी माग्ने गर्छन्, पराईले त झुक्केर ठोकिँदा पनि माफी माग्ने गर्छन्। बहकिने मनको आजको श्रृङ्खलामा चाहिँ केही मुक्तकहरू वाचन गरियो। नियमित फर्म्याट भन्दा अलिक फरक, कहिलेकाहीँ हामी यसरी मुक्तक मात्रै पनि वाचन गर्छौँ कार्यक्रममा, आज त्यसै गरियो। अब चाहिँ बहकिने मनको अन्तमा आइसकेका छौँ। थाहा संसार नेटवर्क काठमाडौँबाट सोमबार राति 9:18 जाँदा प्रसारण हुने यो रेडियो कार्यक्रम बहकिने मन देशभरिका 140 भन्दा धेरै रेडियोहरूबाट एकैसाथ प्रसारण हुन्छ। बहकिने मन नामकै युट्युब च्यानलमा तपाईँ आफूलाई पाएको पर्ने समयमा पनि सुन्न सक्नुहुन्छ। बहकिने मनको फेसबुक पेजमा पनि यो कार्यक्रम लाइभ प्रसारण भइरहेको हुन्छ। यतिन्जेल सँगै बस्नुहुने सबै साथीहरूलाई धन्यवाद। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिने आत्मीय मित्र कुमार परियारप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। म महावीर विश्वकर्मा पनि अब चाहिँ अर्को श्रृङ्खलासम्मको लागि छुटिन्छु। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। Thank you.